हेलो एभ्रिवान सो वेलकम अगेन इन आवर भिडियो। आजको यो भिडियोमा चाहिँ हामी एकदमै इम्पोर्टेन्ट एउटा हाम्रो जुन डेरिभेसन छ त्यो डेरिभेसन चाहिँ हाम्रो यो बोन एक्सपोनेन्ट जुन चाहिँ हाम्रो एन हो होइन। त्यो चाहिँ हामीले जस्तो बोनल्यान्ड इक्वेसनमा पनि निकालेको थियौँ होइन। एनएएम Z1 Z2 E² बाई 4 पाई एप्सिलन नट आर नट अनि यहाँनिर 1 - 1/n यो एन जुन छ नि त्यो निकाल्ने हो हामीले यहाँबाट। जुन चाहिँ के को डेटाबाट भन्दाखेरि यो कम्प्रेसिबिलिटीको डेटाबाट बोनले नै क्यालकुलेट गरेको हो यो होइन। पहिला यो बोन एक्सपोनेन्ट यो निकाल्नुभन्दा पहिला हामीले कम्प्रेसिबिलिटी भनेको के हो बुझौँ। त्यो बुझ्नुभन्दा पहिला हामीले बल्क मोडुलस भनेको के हो त्यो कुरा बुझौँ होइन। सो यो जुन बल्क मोडुलस छ त्यो मोडुलस भनेको चाहिँ कुनै पनि सब्सट्यान्स कति हार्ड हुन्छ त्यसलाई कम्प्रेस गर्न भन्ने कुरालाई चाहिँ बल्क मोडुलस केले जनाउँछौँ भने यो 1/बीटा भनेको चाहिँ के हुन्छ त भन्दाखेरि के भनेको चाहिँ यो 1/बीटा हुन्छ एन्ड बीटा इज आवर कम्प्रेसिबिलिटी सिबिलिटी ओके। अब कुरा गर्नुपर्दा यो के भनेको हाम्रो के हुन्छ भन्दाखेरि यसको एउटा फर्मुला पनि हामीले राख्न सक्छौँ। एक्स्ट्रा प्रेसर एप्लाइड बाई फ्र्याक्सनल भोल्युम चेन्ज के त फ्र्याक्सनल भोल्युम चेन्ज। यो भनेको चाहिँ के हो भन्दाखेरि डिपी बाई डिभी बाई भी यो माइनसमा है। यो भन्नु खोजेको यसलाई हामीले यसरी लेख्न सकियो डिभी बाई भी भनेपछि हाम्रो के भनेको त त्यो रहेछ भने बिटा भनेको के हो त हाम्रो भन्दाखेरि यहाँबाट लेख्न सक्छौँ। यदि बिटा भनेको त हाम्रो के हुने भयो त भन्दाखेरि यसलाई होइन। अब बिटा भनेको 1/, के हुनसक्छ के भनेको त्यही भएर बिटा भनेको हाम्रो यो डिभी है। सो डिभी बाई डिपी 1/v यस्तो लेख्न हामीले सक्छौँ होइन। सो दिस इज द एक्सप्रेसन। अब हामीलाई डेरिभेसन गर्नको लागि चाहिँ हाम्रो के छ भने फ्रम फर्स्ट ल अफ थर्मोडाइनामिक्सले के भन्छ भन्दा हाम्रो यो ल्याटिस इनर्जीको टर्मलाई यदि डिस्क्राइब गर्ने हो भने डिक्यू इज इक्वल टु डियु प्लस डिडब्लु हो। सो यो डिक्यूलाई हामीले यसरी लेख्न सक्छौँ टिडिएस भनेर कसरी लेख्यो म अहिले भन्छु। डियु प्लस यहाँ पिडिभी लेख्न सकियो किनभने वर्क डन जुन छ त्यो चाहिँ हाम्रो के हो त भन्दाखेरि पिडिभी होइन। प्रेसर कति एप्लाई गरियो कति चेन्ज इन भोल्युम भयो त्यसले हाम्रो वर्क डन दिन्छ, चेन्ज इन वर्क डन दिन्छ भनेपछि यो टिडिएस कसरी भयो। ओके सो हामीलाई एउटा फर्मुला थाहा छ डिक्यू बाई टी। सो डिक्यू भनेको त्यही आएको हो, अरू खासै केही पनि गरेको छैन। यो गर्नुको रिजन पनि छ एउटा। यसमा चाहिँ हामीले एट भेरी लो टेम्परेचरमा चाहिँ के हुन्छ त भन्दा यो जिरो हुने भयो। द्याट मिन्स डियु प्लस पिडिभी भनेको जिरो हुने भयो। सो डियु इज इक्वल टु माइनस पिडिभी आयो। सो डियु बाई डिभी भनेको के आयो त हाम्रो भन्दाखेरि माइनस पी आयो होइन। यसरी आयो। यसरी आइसकेपछि हामीले यसलाई चाहिँ अब के भन्छ अरे डिफ्रेन्सिएसन गऱ्यौँ भने डियु स्क्वायर बाई डिभी स्क्वायर भनेको के गर्न सक्छौँ हामीले भने माइनस डिपी बाई डिभी गर्न सक्ने भयो नि त होइन। सो यो काम गर्न सक्ने भयौँ हामीले भनेपछि यो डिपी बाई डिभी भनेको त ऊ यहाँ माथि आएको थियो नि एउटा भ्याल्यु यहाँ आएको थियो नि होइन। यहाँ हामीले पुट गर्न सक्छौँ अथवा यहाँ पुट गऱ्यौँ भने यसलाई इक्वेसन नम्बर 1 भनिदिउँ न। फ्रम 1 इक्वेसन 1बाट यहाँ पनि माइनस त्यहाँ पनि माइनस भनेपछि के आउने भयो भन्दाखेरि हाम्रो यो 1/बीटा भनेको चाहिँ के आउने भयो त भन्दाखेरि माइनस भी डिपी बाई डिभी आउने भयो। यो यही छ हाम्रो त्यहाँ होइन। बिटा भनेको पो त्यो डिभी बाई डिपी थियो नि त। तर 1/बीटा भनेको त यही हो। त्यसपछि हामीले यसको भ्यालु यहाँबाट राख्दाखेरि के हुने भयो त भन्दाखेरि भी यता आउने भयो डी स्क्वायर यु बाई डिभी स्क्वायर आउने भयो है त। यहाँसम्म हामी कन्फ्युज हुनु भएन। अब अर्को कुरा के हो भन्दाखेरि यसमा चाहिँ अब यो जुन चेन्ज इन ल्याटिस एनर्जी जुन छ त्यो चाहिँ के हुन्छ त भन्दाखेरि त्यसलाई चाहिँ हामीले कसरी लेख्न मिल्छ भने चेन्ज इन ल्याटिस एनर्जी यो हाम्रो आर जुन छ ल्याटिस प्यारामिटर विथ रेस्पेक्ट टु ल्याटिस प्यारामिटर चाहिँ के हुन्छ भने यो हामीलाई थाहा छ। यो भनेको चाहिँ डियु बाई डिआर सरी चेन्ज इन एउटा कुरा यहाँ करेक्ट गरौँ। चेन्ज इन ल्याटिस एनर्जी एट चेन्जिङ भोल्युम त्यो चाहिँ हाम्रो के हुने भयो त भन्दाखेरि डियु बाई डिआर डिआर बाई डिभी है त।
यसलाई चाहिँ हामीले के गर्ने पर्यो भने डिफ्रेन्सिएटिङ विथ रेस्पेक्ट टु यसलाई हामीले डिफ्रेन्सिएट विथ रेस्पेक्ट टु डिभी गरौँ अथवा भी गरौँ होइन। त्यो भन्न खोजेको डी बाई डिभी डियु बाई डिभी इज इक्वल टु डी बाई डिभी डियु बाई डिआर इन्टु डिआर बाई डिभी हुने भयो होइन। यसलाई गर्दाखेरि यो डी स्क्वायर यु बाई डिभी स्क्वायर इज इक्वल टु यहाँनिर के हुने भयो भने यसलाई अब हामीले प्रोडक्ट लाउनु पर्यो। सो फर्स्टमा यो डियु बाई डिआरलाई यता लिएर डी बाई डिभी डिआर बाई डिभी हुने भयो प्लस डिआर बाई डिभीलाई हामीले उ गरौँ डी बाई डिआर सरी डिआई डिभी डी बाई के त डिभी डियु बाई डिआर हुने भयो होइन। पहिला एउटालाई कन्सटेन्ट लियौँ अर्कोलाई कन्सटेन्ट लियौँ जस्ट प्रोडक्ट रुल हो। त्यसपछि हामीले अब यसलाई हेर्दाखेरि के आउने भयो यो भन्दा डियु बाई डिआर इन्टु यो त हामीले डी स्क्वायर आर बाई डिभी स्क्वायर गर्न मिल्यो। अब यहाँनिर एउटा काम गर्न पर्छ हामीले जस्तो यहाँनिर दुईवटा भेरिएबल डिफ्रेन्स छ द्याट्स वाइ हामीले अब यहाँ के काम गर्नु पर्यो भने डी बाई डिआर गर्नु पर्यो डियु बाई डिआर इन्टु डिआर बाई डिभी गर्नु पर्यो। सो डी स्क्वायर आर बाई डिभी स्क्वायर प्लस यहाँनिर के आउने भयो त डी डिभी इन्टु अब यो दुईवटा यसको त स्क्वायर हुने भयो बिकज यो र यो दुईवटा स्क्वायर हुने भयो इन्टु डी स्क्वायर यु बाई डिआर स्क्वायर आउने भयो। सो अब हामीले अर्को एउटा कुरा के गर्नु पर्यो भने यति निकालिसकेपछि चाहिँ इक्विलिब्रियम कन्डिसनमा होइन हामीले इक्विलिब्रियम त बोन्ड ल्यान्डी इक्वेसनदेखि नै भनिरहेको छौँ दुईवटा आयनलाई चाहिँ नजिकै ल्याउँदाखेरि लाग्ने जुन आउने जुन रिलिज हुने एनर्जी छ त्यो लेटेस्ट एनर्जी हो। इक्विलिब्रियम कतिखेर आउँछ भन्दाखेरि जब त्यो एट्र्याक्टिभ एन्ड रिपल्सिभ फोर्स चाहिँ ब्यालेन्स हुन्छ त्यो दुईवटा फोर्सहरू एक्टिङ गरिरहेको हुन्छ त्यो केसमा अनि त्यो केसमा चाहिँ इक्विलिब्रियम कन्डिसन आउँदो रहेछ। कन्डिसन कतिखेर आउँछ भने आर इजिकल टु आर नट र भी इजिकल टु भी नट भएको बेलामा आउँदो रहेछ र त्यतिखेर चाहिँ तिम्रो यो डियु बाई डिआर भनेको यो जुन आर नट छ होइन डियु बाई डिआर जुन बेलामा चाहिँ आर भनेको चाहिँ आर नटको बेलामा यो चाहिँ जिरो हुन्छ द्याट मिन्स दिस इज जेरो ओके। सो वाट वी क्यान राइट इज अब यहाँनिर चाहिँ हामीले के लेख्न सक्यौँ भनेदेखि चाहिँ यो माथिको इक्वेसनलाई डी स्क्वायर यु बाई डिभी स्क्वायर इज इक्वल टु यो सबै जिरो भयो। सो हामीसँग के आयो त डिआर बाई डिभीको स्क्वायर इन्टु डी स्क्वायर यु बाई डिआर स्क्वायर आउने भयो राइट। अब यसैलाई हामीले कहाँलाई राख्नु पर्यो भन्दाखेरि हाम्रो यो के को भ्यालुमा यहाँलाई राख्नु पर्यो यहीँ मैले राखिदिएँ त यो भ्यालुलाई यहाँलाई राखेँ के हुने भयो भन्दाखेरि के भनेको के आयो अथवा हामीले के लेखिराख्नु परेन अब हामी त बिटामा आइसक्यौँ वान बाई बिटा इज इक्वल टु यहाँनिर यो डी स्क्वायर यु बाई यु भनेको त यति आयो। सो भी छँदैछ सो डिआर बाई डिभीको स्क्वायर इन्टु डी स्क्वायर यु बाई डिआर स्क्वायर आउने भयो। सो अब यो दुईवटाको भ्यालु निकाल्नु पर्यो हामीलाई टु फाइन्ड आउट बिटाले हाम्रो फेरि एनको भ्यालु दिन्छ यतैबाट हामीले कन्टिन्यू गरौँ। ओके अब यहाँ कन्टिन्यू गर्नुको लागि हामीलाई के चाहिन्छ भने भोल्युम भनेको चाहिँ हामीलाई कति थाहा छ भने नि भोल्युममा पनि हामीले चाहिँ मोलार भोल्युमको कुरा गरौँ यो भनेको चाहिँ हामीलाई कति थाहा छ भन्दाखेरि यो भी एनएकेआर नट क्युब थाहा छ। यसलाई हामीले इफ डिफ्रेन्सिएटिङ विथ रेस्पेक्ट टु आर गऱ्यौँ भने के हुन्छ भने डिभी बाई डिआर भनेको के आउँछ त 3NA केआर नट स्क्वायर आउने भयो होइन। सो यसलाई यहाँनिर राख्न सकिन्छ हामीले किनभने यो उल्टो छ उल्टो 1 बाई गर्न मिलिहाल्यो यसलाई इक्वेसन नम्बर 2 मान्न सकिन्छ। सो फ्रम इक्वेसन 2 हाम्रो के आउने भयो त 1 बाई बिटा भनेको कति आयो भन्दाखेरि 1 बाई अब यहाँ माथिको इक्वेसनलाई अलिकति हेरौँ ओके। अब यहाँ के छ भन्दाखेरि भी भयो त्यसलाई हामीले राख्दाखेरि 3NA केआर नट स्क्वायर आउने भयो त्यसको चाहिँ के छ स्क्वायर छ अझै होइन इन्टु डी स्क्वायर यु बाई डिआर स्क्वायर छ। ल अब यसमा कति आयो यो हामीले हेरौँ भी छ 1 बाई यो 3 भने 3 3 जा 9NA स्क्वायर के स्क्वायर आर नटको 4 आउने भयो इन्टु डी स्क्वायर यु बाई डिआर स्क्वायर आयो होइन। अब फेरि भी त हामीलाई अहिले नै थाहा भइसक्यो नि त एनए के नट आर नट क्यु एनएके यो रहेछ होइन। यसले 1 बाई 9NA स्क्वायर के स्क्वायर आर नट 4 डी स्क्वायर यु बाई डिआर स्क्वायर गर्न सकियो। सो यहाँबाट एनए यिनीहरू क्यान्सल गर्दाखेरि कति आउने भयो त 1 बाई बिटा भनेको कति आउने भयो भन्दा 1 बाई 9NA स्क्वायर के स्क्वायर आर सरी यसलाई क्यान्सल गर्दाखेरि 1 बाई 9NA
के आर नट आउने भयो होइन, क्यान्सल आउट भयो सबै, डी स्क्वायर यु बाई डिआर स्क्वायर आयो। सो हामीलाई अब अर्को भ्यालु कुन चाहियो, यो चाहियो बिटा निकाल्नको लागि। सो अल्सो अब हामीलाई के थाहा छ भने अल्सो फ्रम बोर्नल्यान्डी इक्वेसनले के भन्छ त, बोर्नल्यान्डी इक्वेसनले के भन्छ भन्दाखेरि भन्दाखेरि के भन्छ यसले, यु भनेको त एनए माइनस एम जेड वान जेड टू ई स्क्वायर बाई 4 पाई एप्सिलन नट आर प्लस बी बाई आरएन भन्छ होइन, यो भन्छ यसले। यो भनिसकेपछि अब हामी कहाँ जानु पर्यो भन्दाखेरि यसलाई चाहिँ हामीले के गर्नु पर्यो भने नि डिफ्रेन्सिएट गर्नु पर्यो क्या। डिफ्रेन्सिएट कसरी गर्नु पर्यो भने के को आधारमा गर्नु पर्यो भने विथ रेस्पेक्ट टु आर गर्नु पर्यो। सो यहाँ डियु बाई डिआर किन यो गरेको, बिकज आरको रेस्पेक्टमा किन गरेको, हामीलाई चाहिएकै छ आरको रेस्पेक्टमा, द्याट्स वाइ। त्यही भएर यसको डबल डिफ्रेन्सिएसन गर्ने आइहाल्छ, खासै केही पनि गाह्रै छैन। एन ए यो माइनस चार्ज हो त्यो जेड जेड टू स्क्वायर बाई 4 पाई एप्सिलन नट आर स्क्वायर माइनस एन बी बाई आर एन प्लस वान। यो हामीले बोर्नल्यान्डीमा यही कुरा ठ्याक्कै गरेको थियौँ होइन। इफ यु हेभन्ट वाच दिस भिडियो येट गएर टक्क हेर्नु होला होइन। अब यसमा चाहिँ हामीले के फर्मुला युज गर्यौँ भन्दाखेरि एक्सको पावर एन डी बाई डिएक्स भनेको चाहिँ के हो त हाम्रो भन्दाखेरि एन एक्स यही हो हाम्रो होइन। तल जाँदा प्लस भयो त्यति हो कुरा, फर्मुला यही हो, त्यहाँ रिलेट गर्न सक्नुहुन्छ तपाईँहरूले। अब यसमा के छ भन्दाखेरि अब यसलाई फेरि यहाँबाट ओके, अब यसमा यदि इक्विलिब्रियम कन्डिसन, किन इक्विलिब्रियम लाग्यो भने हामीलाई बी निकाल्नु पर्ने छ, यहाँ बी पनि निकाल्नुपर्छ, पछि यहाँ राख्नु पर्यो। इक्विलिब्रियममा के हुन्छ भन्दाखेरि डियु बाई डिआर जुन आर इजिकल टु 0 आर इजिकल टु आर नट, त्यसमा चाहिँ के हुन्छ त भन्दाखेरि हाम्रो यो त 0 हुन्छ, यो 0 हुन्छ होइन। यो 0 भइसकेपछि हामीले के गर्न सक्छौँ भने नि अब 0 भयो, 0 इजिकल टु एनए एम जेड वान जेड टू स्क्वायर बाई 4 पाई एप्सिलन नट आर स्क्वायर, आर नट लेख्नु पर्यो होइन, माइनस एनबी बाई आर नट एन प्लस वान। यो गर्न सक्यो हामीले। सो यो 0 भइसकेपछि एन ए उता जाने भयो। सो हामीले के पायौँ त भन्दाखेरि अब बी के भन्छ अरे बीको भ्यालुमा एनए त सक्यो होइन। सो एम जेड वान जेड टू ई स्क्वायर बाई 4 पाई एप्सिलन नट। अब यो आर नटलाई के गर्नु पर्यो भने नि यता लाँदाखेरि हाम्रो के हुने भयो त एन माइनस वान आउने भयो होइन। अब यो एन यहाँ छँदैछ एन, सो द्याट इज द भ्यालु अफ बी इफ यु क्यालकुलेट। अब फेरि यो इक्वेसन यसलाई मैले 3 माने है त, यही इक्वेसनलाई हामीले के गर्नु पर्यो त अब यहाँ डबल डिफ्रेन्सिएसन गर्नु पर्यो, डिफ्रेन्सिएटिङ अगेन है, डी स्क्वायर डिआर स्क्वायर इज इक्वल टु एनए, यहाँनिर 2 आउने भयो अब किनभने त्यो माइनस यहाँ 2 छ होइन, माइनस आयो, त्यो माइनस मैले अघि नै फर्मुला लेखाइसकेँ एन एक्स एन माइनस वान। ल अब के हुने भयो भन्दा माइनस 2 एम जेड वान जेड टू, यसलाई यसरी लेख्दा नि हुन्छ अझै, अलिकति जुम गरेँ है त मैले। एनए छ माइनस 2 एम जेड वान जेड टू ई स्क्वायर बाई 4 पाई एप्सिलन नट। यसमा चाहिँ के हुने भयो त अब भन्दाखेरि हाम्रो आर क्युब हुने भयो होइन। यो त हाम्रो के हो त अब हामीले सिधै के राख्न मिल्छ भन्दाखेरि डबल डिफ्रेन्सिएसन गर्दाखेरि आर क्युब भयो प्लस फेरि यहाँ यसलाई गर्दाखेरि त यहाँनिर के छ त भन्दाखेरि के आउने भयो हाम्रो, हेरौँ इक्वेसन एकचोटि, एन एन प्लस वान बी बाई आर एन प्लस वान आउने भयो होइन। यसरी हामीले गर्न सक्यौँ। अर्को डिफ्रेन्सिएसन एन प्लस टू, सरी एन प्लस टू, एन प्लस वान त अघि नै आइसक्यो नि। ल एन प्लस टू आयो होइन त, यति आइसकेपछि अब हामीले के गर्ने, यसमै बीको भ्यालु राखिदिउँ न, यहाँ के छ र, सक्यो त कुरो कानी। अब बीको भ्यालु राखिदिउँ यसमा एनए होइन, अनि त्यसपछि के हुने भयो त भन्दाखेरि माइनस एम माइनस 2m सरी माइनस 2m जेड वान जेड टू ई स्क्वायर बाई 4 पाई एप्सिलन नट आर क्युब प्लस एन प्लस वान बाई आर एन प्लस टू। बीको भ्यालु कति छ त्यही माथि छ, एम जेड वान जेड टू ई स्क्वायर बाई 4 पाई एप्सिलन नट एन आर एन प्लस एन माइनस वान। आर नटै छ, यो पनि आर नट हुनु पर्यो। अब जति बेला हाम्रो के हो त भन्दाखेरि इक्विलिब्रियम कुरा हामीले गर्न खोज्यौँ। अब यो चाहिँ यो हामीले निकालेको चाहिँ के हो त, अब यदि हामीले
बीको भ्यालु राखिसकेपछि आर इजिकल टु आर नटको केसमा होइन त्यही केसमा यहाँ निकालिसकेपछि यसको भ्यालु कति आउँछ त भन्दा हामीले यदि यहाँ क्यालकुलेट गऱ्यौँ भने नि एम सबै कमन लिगौँ यसमा र यो फ्याक्टरमा के कमन छ हेरौँ त ई स्क्वायर बाई 4 पाई एप्सिलन नट त पुरै कमन छ अब यहाँ यो एन र यो एन क्यान्सल भयो अरू केही क्यान्सल हुने छैन होइन यति क्यान्सल भइसकेपछि अरू यो सबै कमन लिएपछि यसमा -2 बाँकी भयो यो -2 यसमा के बाँकी भयो प्लस एन प्लस 1 बाँकी भयो यतापट्टि त केही पनि बाँकी छैन होइन यो आरको कुरा पनि अलिकति गरौँ इन्टु यो आरको कुरा गर्नुपर्दा आर एन -1 छ माइनस यहाँ यो पनि जानु पर्यो होइन यसलाई मैले के गरेँ भन्दाखेरि n-1 माइनस n-2 -3 गर्न सकिन्छ होइन हामीले यो र यो क्यान्सल आउट भयो अनि त्यसपछि कति हुने भयो त भन्दाखेरि ओके यसलाई अलिकति फेरि गरौँ ओके यहाँ कति आयो भन्दाखेरि सो यदि वी क्यालकुलेट दिस n+1 यहाँनिर चाहिँ आर नट आउनु पर्यो है क्युब आउनु पर्यो बिकज यसलाई क्यालकुलेट गर्यो भने यहाँ फिक्स गरिहालौँ आर नट n+2 माइनस n-1 गऱ्यो भने त n+1 गऱ्यो भने त यो तल आउने भयो नि त यसलाई तल ल्याउँदाखेरि के हुने भयो यो एन र एन काटिदिने भयो आर क्युब आयो यो पनि आर क्युब यो पनि आर क्युब दुइटैलाई हामीले एलसिएम लिन सक्यौँ होइन सो यहाँनिर मैले आर क्युब लेख्दै सिधै आरको जुन टर्म छ त्यसलाई भनेपछि अब हामी के आउँ यहाँ के आउने भयो हाम्रो भन्दाखेरि यो n-1 आउने भयो सो एनए एम z1 z2 ई स्क्वायर बाई 4 पाई एप्सिलन नट आर नट क्युब n-1 आयो होइन यति हामीले राख्न सक्यौँ यो कतिखेर आयो यो भन्दाखेरि यो जब आर चाहिँ आर नट हुँदाखेरि द्याट मिन्स इक्विलिब्रियम ल्याटिस प्यारामिटरमा आएको यो भनेपछि अब हामीले के निकाल्यौँ यो निकाल्यौँ अब हामी फेरि माथि जानु पर्यो यत्रो किन गरिरहेको छौँ हामीले भन्दा यहाँनिर राख्नको लागि यसमा यो डी स्क्वायर यु बाई यो भ्यालु राख्नको लागि है त त्यही भ्यालु अब यहाँ राखौँ सो हाम्रो के छ त्यहाँ 1/बीटा भनेको 1/9 एनए के आर नट छ क्यारे होइन अनि यो भ्यालु राख्नु पर्यो एनए 4 पाई एप्सिलन नट त्यही माथिको भ्यालु कपी गरिदिउँ n-1 छ होइन एनए क्यान्सल आउट भयो अब यहाँ अरू केही क्यान्सल आउट हुन्छ होइन सो 1/बीटा भनेको कति आयो त एम z1 z2 ई स्क्वायर बाई 9 चौको 36 पाई एप्सिलन नट आर नट क्युब एन -1 आयो होइन त भनेपछि यो n-1 भनेको कति त अब 36 पाई एप्सिलन नट आर नट क्युब डिभाइडेड बाई के हुने भयो यो एम z1 z2 ई स्क्वायर र बीटा आयो सो यदि एन निकाल्नु छ भने हामीलाई के गर्नु पर्यो 1 प्लस गर्नु पर्यो नि अब निकाल्न खोजेको त्यही त हो नि हामीले होइन त पाई एप्सिलन नट आर नट क्युब डिभाइडेड बाई एम z1 z2 ई स्क्वायर बीटा दिस इज द फर्मुला अब हामीले यदि के भन्छ अरे उसको लागि चाहिँ होइन के को लागि भन्दाखेरि यसरी यहाँ के पनि आउनुपर्ने है के आएन वेट 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 936 यहाँ के आएन है यहाँ के आएन तल तल के आएन ओके यहाँ 36 वाला उसमा के आउनु पर्यो ल ओके अब यहाँनिर हाम्रो एनएसिएलको लागि z1 z2 चाहिँ 1 हुन्छ होइन अनि यो के चाहिँ कति हुन्छ त हाम्रो 2 हुन्छ सो यहाँबाट यदि हामीले निकाल्न सक्छौँ एनएसिएलको त्यो भ्यालु पुट गरेर सबै अब पुट गर्न सकिन्न यो चाहिँ जस्ट फर इन्फर्मेसन बताइदिइराखेको सो यसरी चाहिँ हामीले के निकाल्न सक्यौँ त हामीले बोन एक्सपोनेन्ट चाहिँ निकाल्न सक्ने भयौँ होइन रिपल्सिभ एक्सपोनेन्ट पनि भनिन्छ यसलाई किनभने हामीले रिपल्सिभ फोर्समा यो एक्सपोनेन्ट लगाएको थियौँ द्याट्स वाइ इट इज कल रिपल्सिभ एक्सपोनेन्ट एज वेल सो यसरी चाहिँ कम्प्रेसिबिलिटी डेटालाई युज गरेर चाहिँ बोन्डले चाहिँ के गरेको थियो के गर्नुभएको थियो त भन्दाखेरि हाम्रो क्यालकुलेट गर्नुभएको थियो सो दिस इज वान अफ द मोस्ट इम्पोर्टेन्ट क्वेसन फर एक्जामिनेसन इन सोलिड स्टेट है त ल थ्याङ्क यू सो मच हामी अर्को भिडियोमा अर्को नयाँ टपिकको साथ उपस्थित हुने नै छौँ सो अन्टिल देन Have a nice day, guys. Bye bye.